साथीहरू, वेलकम टु आवर भ्लग होइन। म चाहिँ आज कहाँ जानलाई रेडी भएको छु भन्दाखेरि लखन भाइ र नितु भाबी आउनु भएको छ नेपाल। त्यो त हजुरहरू सबैलाई प्रायः उहाँहरूको जसले उहाँहरूलाई फलो गर्नुहुन्छ उहाँहरूलाई त थाहा छँदैछ होइन। म पनि एकदमै ठुलो बिग फ्यान हो उहाँहरूको। त्यसैले आज चाहिँ भेट्न जान लागेको रेडिसन होटलमा बस्नु भएको छ भनेर थाहा पाएर। तर उहाँहरू फर्किसक्नु भयो या नेपालमै हुनुहुन्छ त्यो पनि मलाई थाहा छैन होइन। हिजो चाहिँ बानेश्वर आउनु भएको रहेछ उहाँहरू, तर मैले चाहिँ भेट्न पाइनँ। एकदमै ठुलो इच्छा थियो भेट्नको लागि उहाँहरूसँग, तर मेरो अफिस थियो हिजो त्यसैले म भेट्न पाइनँ। आज चाहिँ मेरो अफ छ त्यसैले म जान लागेको छु होटलमै। एकचोटि भेट्न पाउँछु कि भनेर होइन, पाउँछु पाउँदिनँ त्यो पनि मलाई केही थाहा छैन है। काहीँ घुम्न पनि जान सक्नु भएको हुन्छ, नेपालमै हुन्छ भने नि होटलमै त बसिरहनु हुन्न अफकोर्स। तर पनि एकचोटि ट्राई चाहिँ गर्छु भनेर हिँड्न लागेको छु। लेट्स सी के हुन्छ, म हजुरहरूलाई पनि देखाउने नै छु। एकदमै धेरै माया उहाँहरूको लागि होइन, धेरै माया लिएर। ठिक छ जे हुन्छ, आई होप उहाँहरू होटलमै हुनुहोस् अथवा नेपालमै हुनुभयो भने पनि बरु भोलि भेट्न सकिन्छ। इन्डिया गइसक्नु हो भने त अब सम्भव नै छैन होइन। नेपाल काठमाडौँ आउँदा त भेट्न सकिनँ, अब इन्डियामा त कसरी भेट्ने र। त्यही पनि आई होप उहाँहरू हुनुहोस् र मेरो भेटोस्। के भयो रोना नहीं, कितनी अच्छी स्माइल है आपकी। क्यों रो रहे? अरे बिना मेकअप के बुरी लगती हूँ क्या? ऐसी बात नहीं। इससे क्या जरूरत? क्या मिठाई? नहीं तो कुछ गिफ्ट है। हाँ? कुछ गिफ्ट है, छोटा सा गिफ्ट है। हे भगवान, मुझे लगा गोल्ड लेकर आया। ओ वाह, गुड तो खरीद नहीं सकते। नहीं नहीं मजाक कर रही हूँ। वाओ, बाप रे, पशुपतिनाथ जी का देखो। लखन भैया नहीं आएंगे? लगन भैया का लूज मोशन हो गया है। नहीं मजाक कर रही हूँ, फीवर हो रहा है। नहीं आएंगे? आ रहे हैं थैंक यू, बहुत अच्छा है। इसको तो मैं अपने हाथ में रखूँगी, हाथ में खींच के जाऊँगी। अच्छा लगा आपसे मिलकर, थैंक यू। आप कहाँ से आए हो? मैं यही भक्तपुर बस। हाँ, अब हम निकल रहे हैं, हम लोग आएंगे। यो चाहिँ मेरो खुसीको आँसु हो साथीहरू। आफूले आफूलाई एकदमै लक्की फिल गरेँ, किनभने उहाँहरू हुनुहुन्छ हुनुहुँदैन केही थाहा नपाइकन गएर पनि उहाँहरूसँग भेट भयो। आप लोग आए, कुछ कॉफी चाय कुछ पी लो प्लीज। हो गए आपके साथ मिलिए एकचोटि फोटो खिचिदिन्छु म एउटा। हाँ उठाओ ना, बोलो ना, बोलो जल्दी, नीचे इंतजार कर रहे हैं, जल्दी आओ। हेलो हेलो अरे 30 का प्लेट। ड्रेस चेन्ज गरिसकेको छु। अब चाहिँ म छोरीको लागि थोरै क्लिप बनाएर ल्याइदिएको थिएँ। मेरो छोरीलाई एकदमै धेरै भेट्ने इच्छा थियो उहाँहरूसँग, अनि उसको एक्जाम थियो त्यसैले उसलाई लिएर जान पाइनँ मैले। अनि उसको लागि चाहिँ थोरै उहाँहरूसँग रिक्वेस्ट गरेर थोरै क्लिप ल्याएको छु, त्यो देखाउने छु। अनि लखन बिरामी हुनुहुँदो रहेछ, तबियत खराब रहेछ, त्यसैले गेट वेल सुन छिट्टै जाती हुनु होला भन्छु होइन। तिमीलाई म एउटा चिज देखाउँछु, हुन्छ? एउटा भिडियो तिमी खुसी हुन्छौ कि हुँदिनौ हेर, अनि कस्तो हुन्छ अनि रियाक्सन गर ल। ल्याउ त, यो प्ले गरेर हेर। कस्तो लाग्यो? एआई छैन, नित्यको ब्लगमा हजुरले बोलेर हाल्नु भएको होइन, मैले भेटेर आएको आज। होइन हो प्रमिस
प्रमिस मैले भेटेर तिम्रो लागि बनाइदिएको एउटा भिडियो रिक्वेस्ट गरेर प्रमिस तिमीले धेरै भेट्न खोजिरहेको थियौ त्यही भएर प्रमिस साँच्ची साँच्ची मलाई विश्वासै भएको छैन हो यहाँ हेर त त्यहाँ प्ले गर त ल तर कैसे हो आप थैंक यू सो मच इतना सारा प्यार देने के लिए यदि कस्तो एक्साइटेड भएर गएको उहाँ गएपछि चाहिँ उहाँहरूको अगाडि इमोसनल भइहालेँ म है धेरै इच्छा थियो उहाँहरूसँग भेट्ने त्यसैले उहाँहरू अगाडि भएपछि चाहिँ मैले कन्ट्रोलै गर्न सकिनँ आफूलाई आँसु आयो है रोएँ एकछिन गफ गऱ्यौँ अनि फर्क्यौँ उहाँहरू पनि हतार हतारमा हुनुहुन्थ्यो आजै उहाँहरू चाहिँ इन्डिया फर्किनु हुने रहेछ त्यसरी उहाँहरू पनि हतारमा हुनुहुन्थ्यो एकछिन गफ गऱ्यौँ फोटोसोटो खिच्यौँ है जस्तो सोचेर कति धेरै गफ गरौँला भनेर सोचेर गएको थियो नि त त्यो चाहिँ सम्भव भएन म रोएपछि बोल्नै आएन के बोल्ने हुँदो रहेछ कि के भन्ने जस्तो भयो त्यही भएर एकछिन जस्ट गफ चाहिँ गऱ्यौँ लखन भैयासँग पनि मिल्यौँ उहाँसँग मिलेको चाहिँ भिडियो छैन होला सायद फोटो मात्र छ होला उहाँसँग पनि भेट भयो गफ गऱ्यौँ त्यहाँदेखि तपाईँहरूलाई मेरो भिडियो कस्तो लाग्यो मन पर्यो भने चाहिँ लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु होला बाई बाई फेरि भेटौँला नेक्स्ट ब्लगमा